हेलो एभ्रिवान, वेलकम छ हजुरहरूलाई डेली मिनी ब्लगमा। फेरि पनि स्वागत छ हजुरलाई आजको मेरो भिडियोमा। अनि गाइस, म चाहिँ बिहान उठेर म चाहिँ भिडियो बनाएँ। अनि हामीहरू चाहिँ बाहिर नै खट्टे लगाएर सुत्छौँ कि। अनि मेरो बाबु चाहिँ मजाले सुतिरहेको थियो। अनि म चाहिँ उठेर अलिअलि आफ्नो जे काम छ त्यो काम पनि गरेँ साथीहरू। अनि त्यसपछि चाहिँ मेरो कपडा पनि धुनु थियो क्या। अनि मैले चाहिँ कपडा एकछिन भिजाएर राखेर अनि एकछिन अरू कामसाम गरेर फेरि मैले कपडा धोएर पनि सुकाइदिइसकेँ साथीहरू। अनि त्यसपछि चाहिँ म लागेँ मुख धुन। अनि म चाहिँ फेस वास लगाउँदैछु मुखमा। अनि त्यसपछि चाहिँ मैले फेस वास लगाएँ। अनि एउटा ठुलो पनि आउनुभएको थियो कि दोकान किन बन्द गरेको भनेर सोध्दै हुनुहुन्थ्यो। अनि मैले चाहिँ मम्मी मासु ल्याउनु जानुभयो अनि त्यही भएर दोकान बन्द गऱ्यौँ भने। अनि त्यसपछि चाहिँ मैले मुख धोएँ राम्रोसँग। अनि मलाई चाहिँ मामाअर्थको फेस वास नै मनपर्छ कि पोन्ड्स भन्दा त। अनि अहिले चाहिँ मसँग त्यो छैन, त्यो चाहिँ मेरो बहिनीको, कहिलेकाहीँ म मागेर लाउँछु। अनि आज चाहिँ आफ्नै फेस वासले मुख धोएको साथीहरू। अनि त्यसपछि चाहिँ मैले मुख धोएँ, कस्तो राम्रो लाग्यो। अनि त्यसपछि चाहिँ साथीहरू यो चाहिँ मैले के लगाएको होला हजुरहरू गेस्ट गर्न सक्नुहुन्छ। मैले के अब के सोचिरहेको छु भनेपछि मैले चाहिँ अबदेखि डेली भ्लग हाल्ने भनेर सोचिरहेको छु साथीहरू। जस्तो हुन्छ जे हुन्छ मैले चाहिँ डेली भ्लग हाल्ने सोचिरहेको छु। हजुरहरूलाई चाहिँ साथ सपोर्ट गर्न चाहिँ नबिर्सिनु होला। मेरो भिडियोलाई साथ सपोर्ट माया देखाइदिनु होला। अनि म पनि भिडियोहरू राम्रो गराउँदै जान्छु। अनि त्यसपछि चाहिँ फाइनल साथी मैले मुख धोएर पनि आइसकेँ। हेर्नु मेरो चाहिँ फाइनल रिजल्ट यही हो। कस्तो देखेको छ कमेन्टमा भन्नु होला। अनि यो तरबुजा चाहिँ हिजो हामीले साइकल बेचेर राखेको तरबुजा हिजो अल्ते खाएको थियो। अल्ते फ्रिजमा राखेको थिएँ। अनि मैले चाहिँ साथीहरू तरबुजा खाएर मेरो बाबुलाई पनि दिएँ। घरमा पनि कोही हुनुहुन्थेन। अनि हामी आमा छोराले तरबुजा खायौँ। कस्तो राम्रो हुन्छ है गर्मी महिनामा तरबुजा खान, एकदम चिसो हुन्छ। अनि फ्रिजमा राखेको एकदमै मिठो पनि थियो र गुलियो पनि थियो साथीहरू। अनि मैले चाहिँ तरबुजा खाएँ। भोक पनि लागेको थियो, नास्ता केही थिएन। अनि तरबुजा खाएँ। अनि हेर्नु बाबुले पनि खाँदैछ। यता चाहिँ हेलो गाइज पनि भनिरहेको थियो अघि चाहिँ। अनि तरबुजा खाँदैछ, यसलाई पनि एकदम धेरै मनपर्छ। अनि एकछिनपछि फेरि पनि मैले बिहान ल्याउनु पठाएको थिएँ सेलरोटी मम्मीलाई। अनि बिहान चाहिँ एउटा खाएको थियो। अनि अहिले चाहिँ म फेरि एउटा खाँदैछु। मैले चाहिँ बिर्सेछु कि खाना साथीहरू होइन। म जे कुरा पनि खाना बिर्सिहाल्छु। अनि फेरि याद आयो भने फेरि सबै एकैचोटि खान्छु कि म अलिअलि गरेर खाने चलन छैन। याद आयो भने सबै एकैचोटि खाने बिर्सेको थिएँ। अनि मैले चाहिँ सेलरोटी खाएँ अनि बाबुलाई पनि दिएँ। अनि त्यसपछि चाहिँ मैले फ्रिजबाट पानी ल्याएँ, चिसो पानी पनि खाएँ। मलाई एकदमै पानी प्यास पनि लागेको थियो। अनि मैले पानी खाएँ। पानी चाहिँ जति खाए त्यति राम्रो हुन्छ है, स्किनको लागि पनि राम्रो हुन्छ, शरीरको लागि पनि राम्रो हुन्छ। त्यही भएर म पानी धेरै खाने गर्छु। अनि त्यसपछि चाहिँ यता राजाले चाहिँ अझैसम्म तरबुजा खाएर सकाउनु भएको छैन, पानी मागिरहेको थियो। अनि मैले चाहिँ पानी हालिदिएँ। अनि पानी हालेर चाहिँ अनि मैले फेरि अब